हेलो गाइज, म चाहिँ मिसलदेव। आज चाहिँ म तपाईँहरूलाई समुद्रको सिपगार्डमा के खानु पाइन्छ, कस्तो ठाउँमा बस्नु पाइन्छ, कस्तो हुन्छ, के हुन्छ भनेर भिडियो बनाउन गइरहेको छु। सबैजनाले हेरिदिनु होला, धन्यवाद। र जहाजभित्र चाहिँ यस्तो हुन्छ। जस्तै हुन्छ घरभित्र चाहिँ। म अब खिचन जाँदैछु ट्रेन बादमा। हाम्रो लागि चाहिँ यो टप यसरी खाना राखिदिए हुन्छ होइन, खानेकुरा टेबल टरेर यसरी ट्याक 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 आइटमहरू राखेको हुन्छ। हाम्रो टिम लिडर चाहिँ हाल्दैछ अहिले ट्याक। यो चाहिँ मेरो खाने आइटम यस्तो दिन्छ। टिम लिडर जुस हाल्दैछ। ओहो, हाम्रो चाहिँ सेक्युरिटी टिम लिडर मेन प्रमुख यहाँ जहाजको गार्ड। अनि हाम्रो गाइज हुनुहुन्छ, उहाँ चाहिँ श्रीलङ्का होइन, श्रीलङ्का हुन्छ टिम मेम्बर र म चाहिँ टिम मेम्बर हो। टक्क बसेर अब बिहानको ब्रेकफास्ट है खाइदियो चाहिँ अनि र फ्राई। अनि यो के हो, यो टेस्टिङ आलु सर्यो हाल्छ। जुस हाल्ने हो, जुस रेडी आइटम, जुस पानी पिउने जुस हुन्छ। पानी जातमा आएर दिनभरि आएको खानामा आइटममा एभ्रीबडी गाइज। यो चाहिँ ससेज देखाउनु भयो। यो पनि देखाउनु पऱ्यो नि त, के हो यो, विच नेम? फिश रोटी। ल म तपाईँहरूलाई चाहिँ समुद्र देखाउँछु। त समुद्रको टाक्क भिडियो पुरा सर्कल गोलोमा क्या बसे जस्तो, सर्कल छाया मुनि बसे जस्तो गोलो होइन। टक्क यो अब टक्क यो चाहिँ हाम्रो सामान कन्टेनर हो। यति धेरै कन्टेनर हुन्छ, यत्रो धेरै कन्टेनर हुन्छ। अनि यहाँ चाहिँ
टावर माथि चाहिँ टावर फिट गरेको हुन्छ है। यो चाहिँ कति लामो छ भनेर चाहिँ यहाँ लेखेको छ। ल हेर त कति छ। अगाडि 159 छ, पछाडि 15.90 मिटर छ, 14 छ, 36 यत्रो ठुलो छ। अनि अब माछा देखाउँछु म तपाईँहरूलाई। माछा हेर्नु, माछा यो माथिको जति छ माछा जति हिँड्छ नि त्यो गाडी माछा 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 आउँछ है त। हेर्नु है त, माछा उड्ने खालको माछा हुन्छ, जरा उड्छ है त। यो चाहिँ हेर्नु इलेक्ट्रिक चाहिँ उड्दैछ एउटा दुइटा। त्यो मुखमा चाहिँ यले चाहिँ उड्छ क्या माछाहरू। अहिले क्लियरली देखेन होइन, पछि देखाउँछ है त। सर यत्रो कन्टेन्ट लिएर अब हामी जाँदैछौँ। आज हामी हिँडेको लगभग 4 दिन भयो। म तपाईँहरूलाई पछाडिको भाग पनि देख्छु है त। पछाडि डर लाग्दै हुन्छ नि। यो चाहिँ अब जहाँ जाने हो माथिबाट होइन, यो मिसिनको तल झर्ने भर्याङ तल माथि। यो लगभग 9 तला माथि हो यो म चाहिँ होइन। डरै लाग्छ यता आउनु त। अगाडिको ठुलो टावर जस्तो छ, यो चाहिँ क्रेन हो। यो चाहिँ होइन अब सामानहरू झार्नको लागि क्रेन चाहियो नि त, त्यही भएर सिप चाहिँ साइडमा अब एङ्करेज गरेर राख्छ। अनि त्यसपछि यो एङ्करेज त्यसपछि क्रेनले सामानहरू झार्छ। अनि अब अर्को चित्तहरूले के त भने अब यो सिप चाहिँ हल्लिँदैन, कति हल्लिँदैन त्यो पतालाई चाहिँ यहाँ छाया हेर्नुपर्छ। तर यो ठुलो हुन्छ, हल्लेको थाहै हुन्न है त। यहाँ छाया हेरौँ है त। अब छायाको उता कोठा उता जान्छ जाँदैन हेरौँ है त। स्लोली हल्लिँदैछ छाया यता आयो नि त, घामको छाया यता आयो नि त स्लोली। यो त पल्ट्यो त। अगाडि आयो फेरि हल्काबाट 2 स्टेप। आयो 1 स्टेप, 2 स्टेप। यसको यो 2 रिङ चाहिँ अब टक्क ढुङ्गा चाहिँ यता र दायाँ बायाँ गरिरहँदो रहेछ है त। डिनर चाहिँ भात चाहिँ यस्तो हुन्छ, भातसँग खाने तरकारी चाहिँ यस्तो हुन्छ। चाइनिजले हामीलाई दिएको खाना चाहिँ यस्तो छ कि यो अब डल्लो यस्तो टुनो रोटी आलु मासु भात। किनभने सबैजनालाई धेरै धन्यवाद। अबको अर्को भिडियो चाहिँ म समुद्रको शिवगढमा कसरी आउने, कहाँबाट आउने, कति लाग्छ के भन्ने भिडियो बनाउनेछु। सबैजनाले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद।